हेलो गाइज वेलकम टु आवर ब्लग। शिवांशले के देखाउँछ अरे ज्योमेट्री भरि खै म देखाइदिन्छु अहिले त। हाम्रो छोरो शिवांशले ज्योमेट्री भरि स्टिकर टाँसेछ, होमवर्क गर्दैछ। कस्तो ज्ञानी पो छ त यो शिवांश भन्ने मान्छे त, धेरै ज्ञानी नि। बोतलमा हुँदैछ त्यहाँ स्टिकर लगाई। यो मंकी जस्तो मान्छे माथि माथि चढ्दैछ। ए मम्मी डोन्ट बोल बम। गाइज म चाहिँ किचनमा आइसकेँ। यहाँ डार्लिङ के बन्दैछ आजको खाना? आजको खाना लौका पाक्दो रहेछ। गाइज यहाँ के हो यो? भिन्डीको अचार, लौका। यता दाल हो कि भात हो? यो कुकरमा भात बन्दैछ गाइज। यस्तै छ हाम्रो परिकार। के हो यो? लौका काटेको रहेछ। हाई गरिदिउँ हाम्रो अडियन्सहरूलाई, हामीले हेर्नेहरूलाई। के छ भन न, के छ गाइज? तपाईँहरूले खाना खानुभयो? हाम्रो त बन्दैछ आजको खाना। पकाएर दिए त खान्छ होला नि मान्छेहरूले। मान्छेहरूको पकाउने मान्छे छैनन् होला तिमी जस्तो है। धन्न मेरो चाहिँ तिमी थियौ र पकाएर दिन्छौ नि। अगाडि त भोकै बस्थेँ नि म, व्रतको व्रत जहिले। गाइज हाम्रो चाहिँ यस्तै चल्दैछ। अघि युट्युबमा हालेको भिडियोमा नि 8 भ्युज आयो। ड्याङ्गै 8 भ्युज पो आउँछ त, के हो यस्तो? भ्युजै आएन। आउँछ हाम्रो पनि भ्युज, बिस्तारै आउँछ। अडियन्स बढ्दै गइसकेपछि आउँछ, हुनुहुन्न। कन्टिन्युटी पनि छैन नि त युट्युबमा, त्यही भएर भिडियो पनि हालेको छैन। अब हाल्नु पर्यो युट्युबमा पनि डेली भ्लग। डेली त सकिँदैन गाइज होइन। यसो जाँगर चलेको बेलामा हाल्नुपर्छ। केही बोल न हो, तिमी पनि बोल्दै कस्तो भयो आजको दिन भन त। बिहान उठुन्जेल सुतिन्जेलसम्म के गर्यौ? बिहान उठेर के गर्यौ? चिया बनायौ? अनि खाना बनायौ? अनि दिउँसोको खाजा, अनि चिया, अनि बेलुकाको खाना अहिले बनाउँदैछौ होइन? यसरी जाँदैछ दिनचर्याहरू। अहिले जब छैन? टिचिङ छोडिदिएको किन? यस्तो पनि छ, रिटायर लाइफ छ उसको फेरि। गाइज मेरो घरबाट कति राम्रो हरियाली देखिन्छ न। अहिले बर्खाको मौसम होइन, पानी फाटाफुटो पारेर सबै परेर सबैतिर हरियो। त्यहाँ तल खोला पनि छ होइन, तल चाहिँ खोला पर्छ। राम्रो हरियाली छ हौ। दुबईमा कहाँबाट देख्नु हो यस्तो हरियाली है? त्यहाँ मकै छ, यता कस्तो राम्रो छ क्या यहाँ। हरियो जता हेर्नु त्यतै हरियो छ। मनै लोभलाग्दो हरियो छ हेर्नु त। यो चाहिँ गाइज हाम्रो गाउँ हो होइन। हाम्रो गाउँ भन्ने कि सहर भन्ने यस्तै छ। यो चाहिँ मेरो घरको पछाडिपट्टिबाट यस्तो देखिन्छ है। म अगाडिबाट पनि कस्तो देखिन्छ देखाउँछु है त गाइज। पर्नु यो पछाडिको सिन भइहाल्यो। पछाडिबाट चाहिँ हावा आउँछ गाइज, उत्तरतिर पर्छ नि त पछाडिबाट मजाले हावा आउँछ, हरियो पनि छ। अगाडिको हेर्नु है त। यो चाहिँ मेरो घर अगाडि गाइज। घर अगाडिबाट यस्तो देख्छ घरहरू। यो चाहिँ अब हाम्रो गाउँ पऱ्यो होइन। अगाडिबाट चाहिँ यस्तो देखिन्छ मेरो घरबाट। पछाडिबाट राम्रो छ हौ गाइज। गुड मर्निङ गाइज। यो चाहिँ भलिबल ढगाइ गाइज। यो कुचुक्का भिडियो सुट गरेको थियो, त्यहाँ चाहिँ सुट गरेन। दिस इज नेक्स्ट डे। मेरो बुढी
यहाँ आएर सुत्दैछ खोज्दा खोज्दा गरेँ म काहीँ छैन यहाँ त लम्बसार छ त के हो पारा हेलो हेलो तिमी त पानी ल्याउ न त पानी छ भने खाइदिउँ पिइदिउँ छैन भने चाहिँ के छ र नि गाइस हिजो त रातभरि पानी पर्यो कि शीतल शीतलै भयो यसो सुत्न गर्न शीतल शीतलै भयो र सबै बाङ्गो पानी आम्मा म काली खोला त ल के भएको खोलाबाडी आएछ गाइस खोलाबाडी आएछ बर्खा लागेछ मैले एकछिनमा गएर देखाउँछु तपाईँहरूलाई काली खोला त उर्लेर आएछ त यहाँबाट अलिअलि चाहिँ देख्नुहुन्छ होला तपाईँले यो खोला होइन अब खोलै देखिदिन्थ्यो अहिले त अब सानो छैन त पुरानो भन्सारमा पनि पूर्व पश्चिम पुरानो भन्सारमा त्यो डाइभर्सन पनि भत्काएको छ अरे गाइस काली खोलाले त्यहाँ अब बाटो अवरुद्ध भइरहेको रहेछ जो त्यो बाटो युज गर्दै आउँदै हुनुहुन्छ सतर्क रहनु होला त्यही अनुसारले प्लान गरेर आउनु होला काली खोलाको डाइभर्सन भत्केको छ अरे पुरानो भन्सारमा काँक्रेभिट्टा छेउमै पुरानो भन्सार त थाहा छ होला मान्छेहरूलाई थाहा नभएकोहरूलाई चाहिँ काँक्रेभिट्टा छेउमा काली खोलाले डाइभर्सन लगेको छ अरे बाटो बनाउँदै थियो त्यो लगिदियो अरे त्यही अनुसार प्लान बनाएर आउनु होला है गाइस एकछिन म तपाईँहरूलाई काली खोलामै गएर देखाउँछु उर्लेर आएको रहेछ काली खोला आज है त गाइस गाइज म चाहिँ सरी काली खोला जाँदैछु होइन बाढी आएको रहेछ बाढी देखाउँ भनेर रातभरि पानी परेको म त सुतेपछि केही थाहा भएन गाइज यस्तो मजाको पानी परेछ काली खोला बाढी आएको छ यहाँ केटाकेटी भलिबल खेल्ने ग्राउन्डमा पनि पानी जमेछ हरियाली छ अहिले त बर्खा जता हेर्नु त्यति हरियाली छ गाइस है यस्तो बाढी आएको नदेखेको पनि धेरै भइसक्यो धेरै साल पछि खोला नाला बाढी आएको देख्ने भयो है गाइस यसपालि हुन त अस्तिको पालि पनि बर्खा थिए बर्खा खासै देख्नै के हो मैले देखिनँ यताउता होइन यसपालि चाहिँ ल सुरुको बाढी आयो गाइस काली खोलाको फर्स्ट होइन यो सालको पहिलो बाढीमै आइयो देखियो राम्रो छ यताबाट सानो खोला थियो गाइज होइन यो यत्रो भएको छ अहिले बर्खे खोलाहरू हुन् यिनीहरू होइन काली खोला जो लोकल मान्छेहरू हुनुहुन्छ उहाँहरूलाई त थाहा होला यो काली खोला हो यही खोलाले अलि त्यो महेन्द्र हाइवेमा त्यो पुरानो भन्सार छेउमा डाइभर्सन भत्काएको छ अरे अब यत्रो खोला आएछ अनि त्यो डाइभर्सन यत्रो सानो कलपटबाट हालेको होला ह्यान्ड प्याकेट कि के भन्छ नि ह्यान्ड पाइप कि के त्यहाँबाट पानी कटाएको होला अनि कहाँ बर्खामा त हुन्छ त अब बर्खामा बाटो कति अवरुद्ध हुन्छ गाइस सबै खोलाका बर्खे खोला तराईका बर्खे खोला हुन् यत्रो डाइभर्सन हालेको छ बर्खामा सबै लान्छ अब उर्लेर आउँछ अनि यताका मान्छे यतै अड्किन्छन् उताका मान्छे उतै अड्किन्छ नेपालको काम त यही त हो नि जहिले बर्खा मात्रै गर्नुपर्ने अनि सर्वसाधारणलाई दुःख मात्रै त हो नि यस्तो छ गाइस मास गाडी छ यतापट्टि पर्छ मेरो घर चाहिँ यतापट्टि पर्छ कति राम्रो हरियाली छ हौ आम्मा कति बाक्लो देख्यो क्या यहाँ यतापट्टि हरियाली होइन यतापट्टि चाहिँ पातलै छ यो पिठारीको रुखहरू हो सबै तराईमा बस्ने मान्छेलाई त थाहा होला पिठारी भनेको कस्तो बाक्लो देख्यो क्या यो गाइस यही हो होइन यही देखाउन मन लागेको थियो मलाई चाहिँ देखिहाल्नु भयो यतापट्टि पनि बाक्लो छ पहिला हामी कति खेल्न के गर्न जान्थ्यौँ त्यतापट्टि अहिले त छैन गाइस हुन चाहिँ होइन ग्राउन्ड साउन्ड छैन अहिले मान्छे त्यस्तो बाहिर खेल्दैन होइन सबै ग्याजेटले अब पहिला हाम्रो पालामा ग्याजेटहरू केही थिएन अब अप्सनै थिएन घरमा बस्ने अलिकति टाइम
भयो कि 2-4 जना मिलो आउटडोर गेम खेल्नको लागि निस्किहाल्यो। जस्तै कि अब क्रिकेट भयो, फुटबल सुटबल यताउता अहिले एकाडेकेटी निस्किँदैनन्। अनि त्यो प्लेइङ पहिलाको हामी खेल्ने ग्राउन्डहरूमा त सब तपाईँको झारहरू पलाएर अहिले त छिर्न नसक्ने पटेर घारी भएको छ। कसले खेल्ने अब आउटडोर? कहिले खेल्छन्। अब 90%ले खेल्दैन। त्यो 10% बिचराहरूले खेलेर त्यो कहाँ हुन्छ। पहिला यो के बर्खैमा पनि यस्तो काँस घारी हुँदैन थियो खोलाको बगरमा। हामी कति यही अहिले यहाँ भलिबल भएको, भलिबल नेट भएको यो ग्राउन्डमा अहिले पहिला त अलिक ठुलो पनि थियो। कति क्रिकेट खेल्थ्यौँ, कति भयो के अरे फुटबल खेल्थ्यौँ हामी होइन। ग्राउन्ड अलिकति खाली जग्गा हुनै नहुने हामी खेलिहाल्थ्यौँ। अनि यो काँस घारी यताउता केही हुन्थेन। अहिले सबै घारी छ। अनि केटाकेटीले खेलिदिँदैनन्। अनि घारी त हुने भइगयो नि। गाई चाहिँ है कुराकानी चाहिँ जति गरे नि यही हो। ल फेरि भेटौँला। गाई हामीहरू चाहिँ हस्पिटल क्लिनिक जान लाग्दैछौँ। सानो काम छ त्यसको लागि। यता हेरेर क्लिनिक जाने। बुढाबुढी 2 मिनटको लागि क्लिनिक जाँदैछौँ गाइज। मेकअप चल्दैछ त्यहाँनिर। बुढीलाई पेट दुख्यो अरे, पेट देखाउनलाई जान लागेको। गाइज म चाहिँ क्लिनिक गएर पनि आइसकेँ। अघि क्लिनिकमा अलिक सोचे भन्दा धेरै टाइम लाग्यो कि डक्टर आउनु भयो। पानी परेर हिजोको पानी परेर त्यो चारलीतिर यहीँ पुरानो भन्सारमा बाटो बिग्रेको कारणले डक्टर सोचे भन्दा 2:30 को टाइम दिएको थियो हामीलाई। 4 बजीतिर मात्रै आउनुभयो। 1.5 घन्टा त्यतै टाइम गयो। अनि भर्खर आइपुग्यो। खाजा उतै खायौँ होइन। अनि म चाहिँ यहाँ आज साथीहरूसँग यसो गेट टुगेदर प्लान थियो। साथीहरू आउँदैछन्। अनि साथीहरू बुढीलाई क्लिनिक पुऱ्याएर ल्याएर देखाएर सिद्धिसक्यो। साथीहरूसँग यसो बाहिर जान लाग्यो गाइस। हाम्रो डोगेन्द्र हो भाइ। हाई भन्दा हाम्रो अडियन्सलाई म 2टा स्कुटीमा आउँदैछु। केटाहरू केटा हो। यस हाई गर्दै केटा हो। युट्युबमा जान्छ भिडियो युट्युबमा। हामी चाहिँ गर्मी भयो, तराईको गर्मी। यसो पाहाडतिर हामी चढ्दैछौँ। अलिकति सानो माथि चढ्दैछौँ। 4टा स्कुटीमा आउँदैछु। केटाहरू केटा हो। यस हाई गर्दै केटा हो। युट्युबमा जान्छ भिडियो युट्युबमा। हामी चाहिँ गर्मी भयो, तराईको गर्मी। यसो पाहाडतिर हामी चढ्दैछौँ। अलिकति सानो माथि चढ्दैछौँ। पौडी खेलेर आउनु पर्छ। अहिले चाहिँ मेरो कन्टेन्टहरू केटा ट्युब टायर, स्कुटीको टायर भन्नु के को ट्युब टायर? यो चाहिँ बाउन्डरी जाने बाटो हो कागरखुट्टादेखि। हामी अहिले लोकल भन्डा कटेर नमस्ते आएको छैन। लोकल भन्डादेखि बस्नु लाग्यो गाइस होइन। राम्रो बाटो बनाउँदैछ। ग्राभल हालिसक्यो। भेटघाट चोक भेटघाट गर्न आएको हामी। भेटघाट चोक हुँदै बुझिरहेको छ। यहाँ कहाँ भनेको छु यसको लागि? कहाँ हो कहिले भने? एक खोला कहाँ फरेको त अरे नि। टेक्नोलोजी यो बाटो नआउनु होला। यो बाटो आउँदा केही फरक पर्दैन। दामी छ बाटो। अस्ति म कस्तोमा त आएको बाहुनडाँगी आएको कि यो बाहुनडाँगी होइन के अरे कृष्णतुङ्गी होइन। म चाहिँ अब आएकै 1-2 दिनमा माथि जानु पऱ्यो। के अरे निन्दासिरान पुगेर आउनु पऱ्यो भनेर गएको होइन। बाटो होइन। अर्को कुरा अनि पानी त एक थोक रहन्छ निन्दासिरानमा त। सुक्खा बिल्कुल। अब चाहिँ छैन। मैले फेसबुकमा हालेको छु र मैले हेरेको छु। पानी छैन अनि हो। म त यार त्यस्तो त नहुनु पर्ने भन्छु। अलिक छिटो गएछ के जस्तो पनि होला बेला नि। सुक्खा त नहुनु पर्ने जस्तो लाग्छ। सुक्खा हुन्थ्यो पहिला पनि त्यस्तै। सुक्खामा त गइएको छैन। त्यस्तो सुक्खा टार त नहुनु पर्ने होइन। अब चाहिँ अनि त्यहाँ काली बेलामा पानी आएर त्यो पुल नबनाइकन सानो समस्या दिएको छ।
काली खोलाको त्यो डाइभर्सन त भत्काइदियो अरे होइन त कताबाट आइस् त डाइभर्सन भत्काएको होइन त्यो डाइभर्सन त छँदैछ पानीले पेल्यो क्या माथिबाट लेभल पानी घट्यो नि त परेको भए धेरै उयो हुन्थ्यो त्यति हुन्थ्यो लगाइज हामी चाहिँ जाँदैछौँ हल्का साथीभाइ गेट टुगेदर रमाइलो गर्न ट्रक आयो भने त धुलो सबै खुवाउने रहेछ कि सी इन द डेस्टिनेसन हामी आयौँ त डेस्टिनेसन यही हाम्रो आजको फाइनल डेस्टिनेसन हाम्रो कहाँ छैन अरे देवेन्द्र ढुङ्गेल यस अब टिकटक सुपरस्टार फेसबुक क्रिएटर भन्न कन्टेन्ट क्रिएटर हाम्रो प्रकाश फ्रम थाइल्यान्ड होइन कहाँबाट हो त फिलिपिन्स लोकल बोय बाबा नायक अब सुबीर प्रसाई अन्डरटेकर त लुक छैन अन्डरटेकर जस्तो हेर्दा डेड म्यान म चाहिँ सिधा सादा सुरज म सिधा सादा बोला भाला प्यारे मोहन हामी अझै आएको छौँ ट्युटारमा यहाँ यसो काम पनि यहाँनिर हेलो गाइज गुड मर्निङ दिस इज नेक्स्ट डे है गाइज हिजो चाहिँ हामी साथीभाइ बसेको थियौँ साथीभाइ बसेको ठाउँबाट आयो अरे सुत्यो अरे खानासाना खायो अरे अब आज भोलिपल्ट भइसक्यो के छ गाइज वाट्सअप आई होप यु अल आर डुइङ गुड है गाइज दिस इज नेक्स्ट डे हामी उठिसक्यौँ अहिले पनि हाम्रो डन रिसाइरहेको छ मैले पढ्नु भनेको बिहानै उठेर टेस्ट छ भन्दै थिएँ हिजो लास्टमा चाहिँ आज छुट्टी रहेछ डनको अनि डनलाई मैले पढ्नु भनेको थिएँ खुसिरहेको छ हाम्रो डन साह्रै पढ्न मन गर्ने मान्छे छ फर्स्ट पनि हुन्छ बेला बेलामा होइन सानो लगाइस आजको भिडियो यतै एन्ड गरौँ बाई टेक केयर बाई बाई सी यू लाइक शेयर एन्ड सब्सक्राइब